हाई एभ्रिवान, फेरि पनि तपाईँहरू माझ मैले भिडियो लिएर आइसकेँ। अनि म चाहिँ बेलुकाको समयमा दाल बसाउनुलाई यहाँ तेल घरमा लगाइराखेको छु। साथीहरू प्याज लगाउँदैछु, प्याज पनि लगाउँदैछु है। अनि यो लसुन पनि चाहिँ यहाँ बेसा पनि मिक्स गरिसकेको छु। साथीहरू हेर्नु सक्नु दाल हेर्नुलाई चाहिँ दाल हालिसकेको छु मैले। यो चाहिँ म तरकारी पकाउनु लागिरहेको छु। हेर्न सक्नुहुन्छ अब म चाहिँ यो लसुन पनि चलाउँदैछु। यो निङ्ग्रोलाई देख्न सक्नुहुन्छ, हेरिराख्नु भएको देख्न सक्नुहुन्छ। यो चाहिँ मैले निङ्ग्रो है एकदम राम्रो हुन्छ, एकदम बेस्ट निङ्ग्रो। अनि यसलाई चाहिँ म मिक्स गर्छु। हामी थोरै परिवार थोरै फ्यामिली भएकोले थोरै नै बनाउँदैछु। राम्रोसँगले हेर्न सक्नुहुन्छ साथीहरू। खास गरी यहाँ प्याज चाहिँ नलगाउँदा हुन्थ्यो र पनि मैले घरमा बनाएर खाने भनेर लगाएको हो। हेर्नु है यतिको भइसक्यो है। यसलाई चाहिँ निङ्ग्रो भन्छ है साथीहरू। मेरो रुम चाहिँ यस्तै छ है, तपाईँहरू हेर्न सक्नुहुन्छ साथीहरू। मेरो घर सानो छ, रुम पनि। अनि चाहिँ पुरा प्यासेस है, प्यासेस। अनि यहाँ चाहिँ तपाईँहरू आउँदाखेरि बस्ने सुत्ने खाने ठाउँहरू हो साथीहरू। तपाईँलाई के कस्तो लाग्छ लाइक कमेन्ट गर्नुहोला। यहाँ चाहिँ हेर्नु न यस्तो सब्जीहरू पाकिसकेको छ, खानाहरू पकाउँदैछन् बाहिर मेरो भान्जाले। अनि त्यो पुरा है। अनि आज फिल्टरमा पानी चाहिँ मैले हालेको, तर यो बिग्रिरहेको छ अलिकति, पानी ढिलो गइराखेको छ मुनि।